हे सबैले छोरा मान्छे रुन हुन्न भन्छ। सबैले छोरा मान्छे रुन हुन भन्छ। बलियो भएर नि बस्नु पर्छ भन्छ नि रे। बलियो भएर नि बस्नु पर्छ नि त भन्छ रे। हे के गर्नु त नि त रे नि के गर्नु त मनको छाती चर्कान्छ। के गर्नु त रे नि मनको छाती चर्कान्छ। र आँसु नै झर्छ एकान्तमा नि बसेर नि रुन पर्यो सबैले जिस्काउँछ रे। हे एकान्तमा बसेर रुन पर्यो नि त नि सबैले जिस्काउँछ रे। आमा बाले भन्ने भयो हिम्मत गएर नि हिँड्नु पर्छ रे। आमा बाले भन्नुभयो हिम्मत गएर नि रुनु पर्छ। हिम्मत गरे हिँड्नु पर्छ रे। के गर्नु त नि आमा बा के गर्नु त नि आमा बा छाती चर्कान्छ। आँसु नै झर्छ के गर्नु त नि अहिलेको जमानामा नि त नि केटा मान्छे पनि कमजोर के गर्नु त नि केटा मान्छे पनि कमजोर हुन्छ नि त किन बलियो भएर नि बस्नु त। मनको कुरा मुटुमै दबाएर नि बस्नु भन्दा नि फुकालेर नि रुनु राम्रै हो रे। मुटुमा दबाएर नि बस्नु भन्दा नि मनको कुरा फुकालेर नि रुनु राम्रै हो नि रे। हे हल्का हुन्छ सबैमा खोली बोल्यो भनी। हल्का हुन्छ मनको मुटु सबै खोल्यो भनी। किन दबाएर नि राख्ने हो। किन दबाएर नि राख्ने हो। कलाकारहरूलाई नि त कति दुःखले काटेको हुन्छ नि। कति दुःखले काटेको हुन्छ नि। हे म पनि त मलाई पनि त दुःख कति भइसक्यो नि त रे। कति मनमा राखेर बस्नु कति मनमा राखेर बस्नु कति चिनी जाने मान्छेलाई फुकालेर नि भन्नु है। कलाकारहरूले नि त कति त अति धेरै भएर लुकाएर नि मनको कुरा लुकाएर नि दबाएर नि कति कलाकारहरूले नि त मर्नु भाछ खोजी त कतिले त लुकाएर नि गीतमा भन्नु भाछ रे। हे मैले पनि त गीतमा भनिसक्यो नि कति चोटि त नि यस्तै हो नि जिन्दगी भन्दै कस्तो मनको कुरा मनैमा रह्यो रे।
कति त कति मनको कुरा मनैमा रह्यो गाँठो नै पारेर लगाएर नि त यस्तै हो कतिको मन लुकाएर नि बच्चादेखि नै यस्तै छ नि दुःखको दुःखै भएर नि जिन्दगी जाने होला नि हे यस्तै त हो नि जिन्दगी भन्दै कस्तो नि काट्ने होला नि चरा कराउँदै छ नि कराउँदै रुँदै छ नि त मुटु गाँठो पारे म जस्तो होला नि त नि चरा कराउँदै छ नि रुँदै गीत गाउँदै छ नि मनको कुरा बताउँदै छ नि गीत गाएर बताउँदै छ नि हे सबैले सुन्नुहोस् एउटा नि कुरा भन्छु केटा नि मान्छे पनि त रुन्छ नि त रे आमा बाउहरू सबैले सुन्नुहोस् दिदी बहिनीहरू नि सुन्नुहोस् दाजुभाइहरू पनि हे केटा मान्छेहरू नि त रुन्छ हिम्मत लाए नरौ भन्न हुँदैन केटा मान्छेहरू नि त रुन्छ कस्तो नि मन गाँठो पारेर चुप्प लाएर बस्नु भन्नु हुँदैन मनको फुकालेर नि साथीहरूलाई नि त भन्नु है त कुरा है त गाँठो पारेर नराख्नु मनको कुरा हे कलाकारले भनेको भन्दै सोच्नु है त यस्तै नि हो नि जिन्दगी भन्दै नबस्नुहोस् है त रे फुकाल्नु कुरा मनको कुरा फुकालेर नि हाँसेर जाम रुँदै काटी नबस्नु है यति नै भन्दै बिदा हुन्छम यति नै भन्दै बिदा हुन्छम मनको कुरा फुकाएर नि बताए तपाईँहरूलाई नि त रे हे मनको कुरा फुकाएर नि भने तपाईँलाई यति नै भन्दै बिदा हुन्छम नि धन्यवाद सुन्ने मान्छेहरूलाई धन्यवाद भए नमस्कार गर्छम रे यति नै भन्दै देवी दुर्गा सरस्वतीलाई धन्यवाद गर्दै दर्शन गर्दै दिदा हुन्छम